सक्दिनहरू यो चाहिँ जनकपुरबाट बदिवस आउने बाटो हो। यो बाटोको बनावट एकदमै रमाइलो छ र यसको बनाउने सिस्टम यसको यो हेर्दाखेरि पनि एकदमै राम्रो देखिन्छ। यो नेपालमा पनि यस्तो विकासहरू भएको देख्न पाइन्छ कहिलेकाहीँ र यस्तै रोडको बनावट जस अरू ठाउँमा पनि भयो भने धेरै नै राम्रो हुन्थ्यो होला। यो जनकपुरदेखि बदिवास आउने बाटो हो। यो बाटो चाहिँ मलाई एकदमै मन पर्यो। यसमा दुईवटा लेन छ। एउटा लेनमा 4वटा गाडी एकैचोटि क्रस हुन्छ। दुईवटा गाडी यसमा जति स्पिडमा दौडे पनि खासै त्यस्तो कुनै समस्या छैन। 4वटा गाडी एउटै रोडमा क्रस हुने यसको क्षमता छ। र पल्लो रोड पनि यस्तै छ। यो पल्लो र यो दुईटा लेन हो र यो लेफ्ट साइड त्यो चाहिँ राइट साइड यस्तो राम्रो बनेको छ। यो बाटोमा यस्तै कुन धर्मको यो झन्डाहरू पनि राखेको छ। यसले बाटोको धेरै सो देखाइरहेको छ र चारैतर्फ जमिनको समतल जमिन तराईको भूभाग यो नयाँ घरहरूको यो निर्माण भइरहेछ र यो पहाडबाट तराईमा एकैचोटि आउने मानिसहरूलाई चाहिँ अलि फरक महसुस हुनसक्छ। ताकि हाम्रो देशमा पनि यति समतल जमिन यस्तो रोडको विकास भएको भन्ने चाहिँ त्यो महसुस हुनसक्छ। र बाटोको साइडतिर रुखहरू पनि हरियाली रुखहरू देखिरहेको छ। यो पहाडको भौगोलिक बनावट र तराईको भौगोलिक बनावट अलिक फरक नै हुन्छ। अझ त्यसमा पनि जनकपुर साइड भनेपछि प्रायः मधेसी मूलका नागरिकहरू हुनुहुन्छ। त्यही भएर धर्म संस्कृति वेशभूषा सबै फरक हुन्छ। र यो निकै नै समतल जमिन यो बाटोको बनावट एकदमै राम्रो लाग्यो मलाई चाहिँ। तर तराईको मान्छेहरू पनि पहाडतिर चढ्दाखेरि हिमालतिर लाग्दाखेरि त्यस्तै महसुस हुन्छ होला। त कहिले पहाड नदेखेको मान्छे कहिले हिमाल नदेखेको मान्छेलाई पहाड र हिमालमा चढ्दाखेरि फरक महसुस हुन्छ होला। रोडको बनावट अनुसार गाडीको धेरै चाप पनि खासै छैन। एकदम सुनसानै छ। रोडको बिचमा यो रुखहरू यसले गर्दा नि रोडको शोभनीय चाहिँ धेरै राम्रो देखिएको छ। यसमा ओभरटेक गर्नलाई कुनै समस्या छैन जति स्पिड लगे पनि। यो जनकपुरदेखि बदिवास कम्तीमा नि 40-45 मिनट चाहिँ लाग्छ होला। जनकपुरदेखि बदिवाससम्म आउनलाई चाहिँ त्यही गेटबाट सिधै तल जानुपर्ने रहेछ। हाइवे रोडमा त्यस्तो यहीँबाट जिपिएस सेट गरेर जानुपर्ने रहेछ। यहीँबाट मोबाइलमा म्याप हेर्दै जानुपर्ने। हेर्दाखेरि त्यही नजिकै देखिन्छ तर रोडको
गेट भोटाल अगाडि देखेको चिज सम्पूर्णलाई धेरै नै समय लाग्छ। अब तपाईँहरूको अगाडि एउटा गेट देखिरहेको छ। त्यो गेटको स्टाइल पनि नेपालको जस्तो देखेको छैन, यो कुन देशको हो कि जस्तो देखिन्छ। तर त्यो गेट यहीँनिर देखे पनि हामी त्यहाँसम्म पुग्नलाई अलि धेरै नै समय लाग्छ। यति स्पिड हुँदा पनि त्यहाँ पुग्नलाई धेरै नै समय लाग्छ। हेर्दाखेरि त्यहीँनिर नजिकै देखिन्छ। तर त्यो गेट चाहिँ एकदमै रमाइलो छ, राम्रो छ। राम्रोसँग हेर्नु होला, यो गेटको बनावट चाहिँ अलिक फरकै छ। चारैतर्फ यो रुखहरू छ, बिचमा गेट छ। यो चाहिँ जनकपुरदेखि बौद्धवास आउने बाटोमा।